अति रमाइलो छ जस्तो लाग्छ। हामी माथि चितुलाङमै जाँदैछौँ। चितुलाङ होमस्टेमा पुग्ने विचारले हामी गएको। चितुलाङको माथि पुग्नुलाई चाहिँ बाटोको अवस्थाहरू धेरै राम्रै रहेछ। हामी जाँदैछौँ। कहाँसम्म छ यो बाटो यतिको राम्रो हामी हेर्दैछौँ। अब हामी केही समयपछि चितुलाङ पुगेर पनि यस्तै खालको रमाइलो ग्रिनर बाटो यो जङ्गलहरू हामी देखाउने छौँ। यहाँहरूले पक्कै पनि हेरेर मनोरञ्जन लिनुहोला। धन्यवाद। अब हामी कतै पानीघाटबाट केही किलो मात्रामा हामी माथि चढेको अवस्था छ। हामी लगभग यहाँ 200 किलोमिटर माथि पुग्दैछ। अब हामी फेरि अब निरन्तर त्यही पानीघाट माथि थानकोटको बाटो माथि हामी चितुलाङ जाने बाटोकै क्रममा छौँ अहिले। हामी यहाँहरूमा देखाउने क्रममा अहिले चितुलाङ हुँदै जाने बाटो पानीघाट माथिको बाटो चाहिँ पूर्ण रूपले सम्पन्न भएको छैन, मतलब पिच भएको छैन, जाबिलै छ। त्यसले गर्दाखेरि यो बाटो यदि कोही आउँदै हुनुहुन्छ भने अलिकति सतर्कता भएर आउनुहोस्। यो बर्खा मासको बेला छ, त्यसले गर्दाखेरि हो योहरू। नभएदेखि यहाँ चाहिँ एउटा टुरिस्ट आउने ठाउँ। यो यहाँको मान्छेहरूलाई, काठमाडौँको मान्छेहरूलाई अल्छी लाग्दाखेरि यदि घुम्न आउने ठाउँ, यति रमाइलो ठाउँ छ, तर बाटोको अलिकति व्यवस्थापन अलि राम्रो भएको छैन रहेछ। केही समयपछि तपाईँ हुने होला, हुँदै जाने क्रमशः देख्छु हामी यसरी घुम्न जाँदै गर्ने बेलामा। यहाँहरूले पनि भिडियो मार्फत यहाँको बाटोको संरचनालाई हेर्न पाउनुहुन्छ। म यो कैद गरेर यहाँ हाल्दैछु। ओके, हामी केही समयपछि हामी निकै माथि पुग्दैछ। यो माथि पानीघाट माथि थानकोट डाँडा हुँदै चन्द्रगिरीको डाँडा हुँदैको जुन यात्रा गर्ने यो जुन चाहिँ बाटो छ, यो बाटो निकै हाइटमा आइसकेको, निकै माथि आइसक्यो। अब यो माथिबाट खिच्दै गरेको अलिकति केही फरक भिडियोहरू पनि यहाँलाई हामीले देखाउने प्रयास गर्दैछौँ। यहाँनिर चाहिँ जङ्गल, हरियाली, यहाँको वातावरण हेऱ्यो भने साँच्चै यहाँ कति रमाइलो छ। काठमाडौँ सहरभित्रको कति गर्मी छ, यहाँ मौसम वातावरण एकदम चिसो रमाइलो छ। यहाँहरू पनि यदि घुम्न चाहनुहुन्छ भने यहाँहरू पनि आउन सक्नुहुन्छ यो चन्द्रगिरीमा। चन्द्रगिरीको भन्दाखेरि चन्द्रगिरी नै ठ्याक्क त होइन, यो लोकेसन भन्नुपर्दा चन्द्रगिरी जाँदै गर्ने बाटोबाट कैद गरेको हो। हामी अहिले पछाडिपट्टिको जुन चाहिँ होमस्टे छ, यो हाम्रो यो के अरे चन्द्रगिरी डाँडा त्यतिखेर हामी चितुलाङ जाँदैछौँ। जाँदै गर्ने क्रममा खिचेको भिडियो यो भिडियो रहेको छ चन्द्रगिरी डाँडा, तर चितुलाङ जाने बाटो माथिको बाटोबाट हामी धेरै माथि हाइटबाटै खिचेको भिडियो यतिखेर यहाँहरूमाझ देखाउने प्रयास गर्दैछु। यो डाँडा रहेको छ चन्द्रगिरी डाँडाबाट खिचेको पारी पाखाको कालोपाण्डे डाँडा देख्दैछ। यो बादलको भित्र हामी देख्दैछौँ। यो चन्द्रगिरीबाट माथिको जङ्गल यसरी यति हरियाली र यसो क्लाउडली भइरहेको छ। सुन्दर र एउटा रमाइलो वातावरण देखिरहेको छ। यसरी यहाँ गाडीहरू आते जाते पनि भइरहेको छ। यहाँ टुरिस्टहरू पनि धेरै सङ्ख्यामा आउने गर्दछ। बाटोको कुरा गर्नु निर्माण सम्भार गर्ने खालको भइरहेको छ। यो निर्माण सम्भारमा चाहिँ यस्तो खालको बाटो निर्माण यहाँ हुँदै रहेछ गर्ने नै छु। त्यहाँको नयाँ नौलो यो रहेको छ थानकोटको मानिस समुदायहरूलाई हिँडडुल गर्दाखेरि सोर्टकट बाटो, पैदल यात्रा, पैदल मार्ग। यहाँबाट यसरी तल हामी पानीघाट
झर्न सकिन्छ यो बाटोको माध्यमबाट। हामी यो पारिपाखा चन्द्रगिरी डाँडा रहेको छ। आकाश यति रमाइलो हरियो भइरहेको छ अहिले यतिखेर यहाँ। चन्द्रगिरीको रमाइलो वातावरण भएको ठाउँमा चन्द्रगिरी डाँडाको यतापट्टि चितवन जाने हाम्रो बस स्टेसन भनौँ, यहाँको थानकोट डाँडा र मकनपुरको बिचको बोर्डर पर्छ यो बोर्डरबाट खिचेको भिडियो। यति रमाइलो छ यो अनि लाइटको ठाउँ छ यो। How nice the sky. Wow. यो चाहिँ चितलाङको पुरानो डिजाइनको घरहरू रहेको छ। यो एरियामा पुरानो समयको घरहरू धेरै नै रहेको अवस्था। हामी यतिखेर चितवन होइन सरी चितवन पुगेको छ। अहिले अरूले अघि नै जानकारी गराएको थियो। हामी थानकोट पानीघाट हुँदै हामी माथि चितवनको यात्रामा माथि चन्द्रगिरी डाँडाबाट हामी ओह्रालो भइसकेको छ। ओह्रालो मतलब हामी मकवानपुरतर्फ लागिसकेको छ। यहाँको होमस्टे, यहाँतिरको रमाइलो यो ग्रिनर क्षेत्रहरू यहाँहरूलाई यो रहेको छ चितवनको गाउँ, यहाँको ठाउँ, यहाँको हरियाली, यहाँको वातावरण, यहाँको अत्यन्तै सुन्दर दृश्यहरू हामी यहाँलाई देखाउने नै छौँ, देखाउँदैछ। अब अर्को पनि हामी अन्य पनि देखाउँदैछौँ। हामी अहिले यतिखेर हामी ठ्याक्कै चितवनको हामी मकवानपुरतर्फ हामी पुलकनी ड्याम जाने बाटोको साइडबाट हामीले यो भिडियो खिचेर यहाँहरूमा तयार पारेर देखाउँदैछ। यहाँको यति राम्रो छ, यति रमाइलो छ यहाँको गाउँ, सुन्दर गाउँलाई हामी अवलोकन गर्दै यहाँको रमाइलो दृश्यकोणहरूलाई हामी कैद गर्दै हामी यहाँको मनोरञ्जनको निमित्त भिडियो बनाएर हाल्दैछौँ। यहाँको शीतल र रमणीय वातावरणले यहाँको यो रमणीय वातावरण यति राम्रो छ, यहाँको रमाइलो वातावरण। Put inside. अब हामी यतिखेर चितवनको इलाका चौकी कार्यालयबाट तलतिर झार्दैछ। यहाँ रहेको छ यहाँ पुरानो गाउँ, पुरानो घर, पुरानो संरक्षण, नयाँ संरक्षण सबै मिसाएर बनाएको अत्यन्तै सुन्दर गाउँहरू, यहाँका रमाइलो दृश्यहरू यहाँहरूले अहिले अवलोकन गर्न पाउनेछ। प्रत्यक्ष कारण हो यो। एकदमै रमाइलो राम्रो सुन्दर गाउँका जापानिज टाइपले बनाएको घरहरूको फोटो भिडियो बनाएर यहाँलाई हामी मनोरञ्जन दिइरहेछौँ। धेरै सुन्दर छ यहाँको चितवनको एउटा रमणीय रेस्टुरेन्ट यहाँको रेस्टुरेन्टहरूमा यहाँहरू पनि पछि भिजिट गर्नु मन लागेमा यहाँ आएर यहाँको मनोरञ्जन लिन सक्नुहुन्छ। डन डन। बराबर मान्छेले काम मार्खुको भेडे चौरको छेउबाट खिचेको भिडियो। यति राम्रो सुन्दर, यति रमाइलो, यति हरियाली ठाउँ। तपाईहरु पनि घुम्न चाहनुहुन्छ भने यहाँ आउनुहोस् है साथीभाइ इष्टमित्रहरू सबैजना। यो यति रमाइलो ठाउँमा हामी पनि यहाँ यो
मकवानपुरमा पर्ने मार्खुको छेउमा अवस्थित हाम्रो यो भेडे चौरमा बसेर भेडे चौरको छेउमै बसेर हामीले यो भिडियो खिचेको हो। यो भेडे चौरको छेउमा चाहिँ यति हरियाली जङ्गलहरू, यति सुन्दर र यति रमाइलो, यति शीतलपन, यतिको ठाउँ चाहिँ हामीले कहीँ पनि पाउँदैन। अब यहाँनिर चाहिँ घुम्न आउनु चाहनुहुन्छ भने यहाँहरूलाई हामीले लोकेसन पनि हालेको हुन्छ। यो लोकेसनलाई हेर्दै यहाँ आउनुभयो भने ठ्याक्कै आइपुग्नुहुन्छ। एकदम रमाइलो छ यो ठाउँ। यो वातावरण साँच्चीकै हामीले काठमाडौँमा पाउन सकिन्न। यस्तो हावा शीतल, यति रमणीय वातावरण चाहिँ काठमाडौँभित्र एकदमै क्राउडले गर्दा छैन। अहिले धेरै क्राउड भइसक्यो। यहाँहरू पनि घुम्न चाहनुहुन्छ भने यस्तो ठाउँमा घुम्न आउनुहोस् है हजुरहरू। यो हावा सिरिरी चलिरहेको छ। यो भेडा चराउने चौरमा आएर मार्गुको हाम्रो यो प्राचीन कालदेखि भेडा चराउने चौरमा आएर हामीले फोटो भिडियो बनाएको छ। यो अत्यन्तै रमाइलो, राम्रो, सुन्दर ठाउँ रहेको छ। त्यो दृश्यले साँच्चीकै सबै यहाँहरूको मनलाई यहाँ घुम्न आऊ मन लाग्छ होला जस्तो लाग्दैछ मलाई। यो अत्यन्तै सुन्दर छ यो ठाउँ, अत्यन्तै रमाइलो। साँच्चीकै यो सुन्दर दृश्य देखेपछि यहाँहरूलाई पनि यहाँ घुम्न आऊ मन लाग्ने ठाउँ रहेको छ। भेडाहरू यहाँ चलिरहेको छ। यहाँनिर सानो सानो भेडा चलिरहेको छ, हामी यसरी देख्न सक्छौँ। हामी चाहिँ अहिले यो कुलेखानी ड्याममा छौँ। कुलेखानी ड्याम एकदम रमाइलो ठाउँ रहेछ। यो चितलाङको कुलेखानी भन्ने ठाउँमा ठुलो छ कुलेखानी ड्याम। एकदम आँखाले भ्याइ नसक्ने ठाउँमा छ यो सबै कुलेखानी ड्याम। चढेर सबै यो घुम्न नै सकिँदो रहेछ, तर चढेर ठुलो एरिया रहेछ। वरिपरि हरियाली एकदम रमाइलो बस्न होमस्टेहरू प्रशस्तै पाउनुहुन्छ। एक कप चिया खान ल हतपुरको मान्छे आइपुग्छ, बरकाँडीको मान्छे मिठाई पसलमा अलि उ हुन्छ, चिनी मात्र बढी हुन्छ।